नाम अनुसार सबै आउँछ। ल सुरु गरौँ। अध्यक्षमा दिलकुमार योक्पाङदेन तपाईले दिलकुमार योक्पाङदेन आजको यहाँ वडा नम्बर 1 को अध्यक्ष 7 हो। यहाँ वडा नम्बर 7 को अध्यक्ष किन त्यस्तै उपाध्यक्ष रमेश तामाङज्यूलाई पनि हुनुहुन्छ भने यही हुनुहुन्छ। ल रमेश तामाङज्यूलाई पनि हामीले तालीद्वारा त्यस्तै गरी उपाध्यक्षमा राजकुमार योक्पाङदेन राजकुमार योक्पाङदेन आउनु अगाडि ल अगाडि मञ्चमा आउन हार्दिक अनुरोध गर्दै उहाँलाई पनि अनुमोदन अगाडि आउनु न टिका लगाइदिँदै गर्नु सर अन्त लाउँदै त्यस्तै गरी सचिवमा धीरेन योक्पाङदेनज्यूलाई पनि त्यस्तै गरी सहसचिव 3 स्टार योन्जनज्यूलाई पनि म यस मञ्चको अगाडि उपस्थित हुन अनुरोध गर्न चाहन्छु। उहाँलाई पनि तालिमद्वारा अनुमोदन गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी पार्टीप्रति वफादार रही कोष अध्यक्ष हिमा योक्पाङदेनज्यूलाई पनि हामी हार्दिक अनुरोध गर्न चाहन्छु। साथै उहाँलाई पनि तालिद्वारा अनुमोदन गरिदिनु हुनको लागि म यहाँहरु सम्पूर्ण हामी पार्टी प्रवेश गर्यौं। हामी माटोको टिका लाउँछौं। अरूले टिका लाउँछौं। अध्यक्ष पार्टी प्रति चाहिँ वफादार रही आफ्नो कर्तव्य जितेन्द्र राईज्यूलाई पनि यस मञ्चमा तालिम जितेन्द्रजी अब देशको अब त्यस्तै गरी सल्लाहकारहरू हुनुहुन्छ विकासको लागि हैन देशको माटो राईज्यूलाई पनि टेकनाथ राई यस मञ्चमा उपस्थित माटोको प्रशंसा अनुमोदन गरिदिनु होला त क्रेको ताली बजाएर त्यस्तै गरी कुमार राईज्यूलाई पनि यस मञ्चमा उपस्थित गराउन चाहन्छु हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी गाउँमा तपाईहरु जस्तो अब वीरेन राईज्यूलाई पनि अनुमोदन गरिदिनु होला तालीद्वारा। त्यस्तै गरी रामकुमारी योक्पाङदेनज्यूलाई पनि अनुरोध गर्न चाहन्छु मञ्चको अगाडि उपस्थित भइदिनु हुनको लागि। मनिषा योक्पाङदेनज्यूलाई पनि मञ्चको अगाडि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी निर्मला योक्पाङदेनज्यूलाई पनि मञ्च अगाडि अध्यक्ष हो तर सल्लाहकारमा राख्नुपर्छ। अध्यक्ष हो क्या आउँदैन लास्टमा पाउँछ त। जति पनि यो हाम्रो 17 जनाको अहिले तत्कालै